पास्टरकोमा जाँदिनँ, पास्टर उमेशकोमा चर्मनको बेलामा मात्रै चर्च आउँछु। यस्तो क्यारेक्टर हामीले लियौँ भने चाहिँ चर्चमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ युनिटी हुँदैन, विभाजन हुन्छ। चर्चमा पास्टर छुट्टै छुट्टै आउँदाखेरि अडियन्स पनि छुट्टै छुट्टै भयो भने त्यो के हो त? त्यो भनेको चर्च युनिटीमा छैन भनेको चाहिँ त्यो हामीले बुझ्न सक्छौँ। अनि तर जब चाहिँ हामी सबैले चाहिँ येशू ख्रिस्टलाई चाहिँ केन्द्र बनाउँछौँ, हाम्रो त्यहाँ चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ एउटा एकता कायम हुन्छ भनेर चाहिँ आजको मङ्गलबारको पुस्तकले चाहिँ हामीलाई बताउँदछ। अनि हामी हेर्न सक्छौँ एउटा अन्तिममा चाहिँ पावलले चाहिँ हामी सबै विश्वासीहरूलाई चाहिँ के सम्झाउँछौँ भन्दाखेरि चाहिँ हामी सबै चाहिँ परमेश्वरको सहकर्मी हौँ। हामी चाहिँ चर्च परमेश्वरको एउटा खेत हो, भवन हो, यो चाहिँ एउटा परमेश्वरको मन्दिर हो। अनि त्यसैले हामीले चाहिँ एकअर्कासँग प्रतिस्पर्धा गर्नुको सट्टा हामीले एकअर्कासँग प्रेम गर्दै एकअर्कासँग नम्रता र एकतामा चाहिँ अगाडि बढ्नुपर्छ भन्ने चाहिँ हामीले पावलले सम्झाउँदछ। अनि आत्मिक परिपक्वता भनेको चाहिँ यो होइन कि मलाई सबै कुरा थाहा छ, मलाई बाइबलको सबै ज्ञानहरू थाहा छ, त्यो मात्रै होइन। यो भनेको चाहिँ के हो भन्दाखेरि येशूको आत्मिक परिपक्वता भएको व्यक्तिसँग चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ उसलाई हामीले हेर्दाखेरि चाहिँ हामीले उसमा येशू ख्रिस्टको क्यारेक्टर ऊबाट चाहिँ झल्किनुपर्छ। त्यो भनेको चाहिँ येशू ख्रिस्टमा परिपक्वता हो। जस्तै अनि जोसँग डार घमण्ड त्याग्नु, त्यो चाहिँ के हो त? परिपक्वता हो। अनि म अन्तिममा भन्न चाहन्छु कि जब हामी येशूमा केन्द्रित रहन्छौँ तब मात्र हाम्रो हामी चाहिँ दुध खाने बालकबाट चाहिँ खादिलो भोजन खाने परिपक्व विश्वासी चाहिँ बन्न सक्छ। आमेन। है कस्तो राम्रो हाम्रो यो मङ्गलबारको पाठले चाहिँ हामीलाई राम्रो कुरा सिकायो। यसको मतलब है चर्चको पास्टर अगुवा एल्डरहरूलाई सम्मान नगर्ने भन्ने चाहिँ तपाईँले नबुझ्नुहोस्। तर यहाँ के बुझ्नु पऱ्यो भन्दाखेरि हामी चाहिँ कुनै पनि पास्टर र अगुवाको पक्षमा भन्दा पनि हामी ख्रिस्टको पक्षमा आउनु पऱ्यो। र हामी आत्मा ज्ञान अथवा हाम्रो ज्ञान चाहिँ कहाँबाट प्राप्त गर्ने भन्दाखेरि बाइबलबाट चाहिँ हामीले बुद्धि र हामी परिपक्व चाहिँ कतिखेर हुन्छौँ भन्दाखेरि हामी चाहिँ बाइबल पढेर परिपक्व हुन्छौँ है। हाम्रो पास्टर अगुवा एल्डरलाई पनि हामी सम्मान गर्दै फेरि उहाँले भन्दैमा अब एउटा अगुवाले सबै मान्छे नबनी पर्फेक्ट हुन्छ है। कोही पनि हामी सबै पूर्ण सिद्ध हुँदैनौँ होइन। अब आँखा बन्द गरेर भक्त तरिकाले हामीले कसैलाई विश्वास गरेको भने मैले अन्य मण्डलीमा कति देखेको छु, पास्टरले यो भनेको छ, गलत र सही छुट्याउने हामीलाई ज्ञानको भण्डार कहाँ छ? बाइबलमा छ। हामीसँग डिस्कस गर्ने समय थियो तर हामीसँग समय कम भएकोले गर्दाखेरि हामीसँग यो डिस्कसनको समयलाई हामीले अलिकति स्किप भएको छ है, छोडेका छौँ। र पनि म एउटा प्रश्न तपाईँहरूको माझमा राख्न चाहन्छु, जुन प्रश्न तपाईँले हात उठाएर ट्याक्क दिन सक्नुहुन्छ यहाँ चाहिँ होइन। र यो प्रश्न चाहिँ तपाईँको अनुभवको छ। 3टा प्रश्न छ र एउटा प्रश्न यहीँ लेखिएको प्रश्न छ। तपाईँले तारिफ गरेको तपाईँले तारिफ गरेको यो पास्टर चाहिँ मेरो लागि रोल मोडल अथवा यो पास्टरको चाहिँ वचन सुनेर म प्रभावित छु, परमेश्वरमा अझै आत्मिक रूपमा अघि बढिरहेको छु भन्ने पास्टरले कहिलेकाहीँ तपाईँलाई निराश पछिल्लो समय तपाईँलाई निराश बनाएको छ? ओहो यो पास्टर पनि उही त रहेछ, यस्तै त रहेछ भन्ने छ? अनगिन्ती समय है। हाम्रो पास्टर हेमन सरसँग छ होला। पास्टरहरू मैले अघि नै भने पास्टरहरूसँग पनि हुँदैन, कुनै समय परिस्थितिले गर्दाखेरि हामीलाई त्यो समय आउन सक्छ। तर पनि त्यो समयमा हामीले बुद्धिको भण्डार बाइबल पढेर हामी उत्साह प्राप्त गर्नुपर्ने हुन्छ। धन्यवाद छ पास्टर हेमन सरलाई। अब हामी ढिलो नगरी हामी मङ्गलबारपछि के आउँछ? बुधबारको पाठमा जानेछौँ। छोटो समय बुधबारको व्याख्या चाहिँ हाम्रो यो पास्टर केदासले गरिदिनुहुनेछ। आदरणीय पास्टर केशव सरलाई धन्यवाद दिन चाहन्छु, केशव दाईलाई। र बुधबारमा चाहिँ एकदम महत्त्वपूर्ण पाठ छ। शीर्षकै यो चाहिँ येशू ख्रिस्ट जस्तै सेवक हुनु, यति भन्दा पनि सकिन्छ। तर म अलिकति भन्न चाहन्छु कि अब हामी एकताको विषयमा पढ्दैछौँ। एकता भन्छ जुन मण्डलीबाट धेरै कुराहरू चाहिँ हराएको छ, विभेदहरू, तर एकताको कुरा चाहिँ एकदमै महत्त्वपूर्ण छ भन्ने कुरा हामीले पढ्दै आएको छौँ। र एकतालाई चाहिँ म यहाँ देखाउन चाहन्छु। एकता भनेको मिलेर बस्नु। अहिले भर्खरै मैले यो एआईलाई बनाएर भर्खरै त्यहाँ पठाएर भर्खरै त्यहाँ देखाउँदैछु कि एकता भनेर मिलेर बस्नु। तर ए र कथाको बिचमा एउटा ड्यास राख्यो भने नै अलिक नमिल्ने कुरा हो। ए कथा भनेपछि यता नआउनु भनेको उतै जानु होइन। एकता भनेको चाहिँ मिलेर बस्नु, ए कथा भनेको चाहिँ एक आपसमा नमिल्नु है।
अब यहाँ क्राइस्ट लाइक सर्भेन्टहुड भन्छ र जब ख्रिस्ट जस्तै सेवक, पास्टर, एल्डर, अगुवा भनेर हामी भन्छौँ, तर बाइबलमा चाहिँ धेरै ठाउँमा हामी सेवक भनेर लेखेको पाउँछौँ। सेवक भनेको सेवा गर्ने व्यक्ति हो, जसरी हुन्छ सेवा गर्ने। र यहाँ मेरो जुन बुधबारको भागमा चाहिँ विशेष गरी 1 कोरिन्थी 4:1 र 2 र फिलिपीको किताब चाहिँ फिलिपी 2:5-8 चाहिँ यहाँ दिएको छ। अब येशू ख्रिस्ट चाहिँ सेवक भनेको के हो भने सिधा भाषा भन्नुपर्दा नम्र सेवक भनेर चाहिँ यहाँ प्रस्तुत गरेको छ। अनि यो फिलिपी 2:4-8 5-8 पद ए भनेको कि यहाँ भन्दछ कि परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबर हुने कुरालाई एउटा पक्रिराख्ने वस्तु जस्तो ठान्नु भएन, तर आफैलाई रित्याइकन उहाँले कमाराको रूप धारण गरेर मनुष्य भएर जन्मिनुभयो। स्वरूपमा मानुष जस्तै भएर आफै होच्याउनु भयो र क्रुस समय आज्ञाकारी भयो। उहाँ चाहिँ परमेश्वर बराबरी हुनुहुन्थ्यो, तर उहाँ चाहिँ मानिसको लेभलमा झर्नु भयो। लेभल भनेको संसारमा के छ भने 1 नम्बरमा परमेश्वरको लेभल गड, 1 नम्बरमा परमेश्वर हुनुहुन्छ, 2 नम्बरमा स्वर्गदूतहरू छन्, 3 नम्बरमा मानिसहरू, पापरहित मानिसहरू, 4 नम्बरमा जनावरहरू, 5 नम्बरमा चाहिँ पापी मानिसहरू। मैले भने बुझ्नु चाहिँ अब पाप गरेको त कुकुरै होइस् भन्दैन होइन, जनावर भन्दा नि तल हेर्छ नि। त्यही भएर 1 नम्बरमा परमेश्वर, 2 नम्बरमा स्वर्गदूत, 3 नम्बरमा मानिसहरू, 4 नम्बरमा जनावर, 5 नम्बरमा पापी मानिसहरू र पापी मानिसको गोडा धुन, पापी मानिसलाई सेवा गर्न 6 नम्बरमा येशू ख्रिस्ट मानव भएर आउनु। यसरी चाहिँ परमेश्वरको बराबरी भए पनि उहाँले यति आफूलाई होच्याउनु भयो कि उहाँ स्वर्गदूत भन्दा, मानिस भन्दा, त्यसपछि जनावर भन्दा, पापी भन्दा, त्योभन्दा तल पापीको पनि गोडा धुनको लागि है, पापीको पनि सेवक हुनको लागि चाहिँ येशू ख्रिस्ट आउनुभयो। त्यसमा हामी पनि येशू ख्रिस्ट जस्तै एउटा नम्र अथवा चाहिँ एकदमै होचिने है, पास्टर भनेपछि भन्दा पनि हामी चाहिँ होचिएको, ठाउँ ठाउँमा पुग्ने, मानिसहरूलाई सेवा गर्ने अनि एउटा चाहिँ येशू ख्रिस्ट जस्तै सेवक हुनुपर्छ। र हामीमा चाहिँ एउटा एकताको भावना सधैँ हुनुपर्छ। एकता भन्ने अब होइन, तर हामी सबै चाहिँ एक हुनुपर्छ। र क्राइस्ट लाइक सर्भेन्टहुड भनेको चाहिँ हामी येशू जस्तै नम्रताको सेवाकाई चाहिँ हामीले गर्नुपर्छ। आमेन आमेन भन्नुहोस् जवानहरू, हाम्रो साथीहरू, जवान साथीहरू, हामी यो पाठबाट धेरै कुरा सिक्नुपर्छ है। हामी संसारमा के त मान सम्मान हामीलाई चाहिन्छ हो है, मान सम्मानको भोगी हामी मानिसहरू हुन्छौँ अरे। तर यहाँ हामीले पास्टर केफासले यो पढाउँदै गर्दाखेरि मान सम्मान भनेको के हो भन्ने कुरा हामी बुझ्छौँ। त्यो छेडीको मान सम्मान है, तर परमेश्वर केन्द्रित हुनु पऱ्यो। प्रभु परमेश्वर म सेवा लिन होइन सेवा गर्न म आएँ। 2000 वर्ष तल येशू ख्रिस्ट यो संसारमा आउनुभयो, सेवा लिन आउनुभयो। त्यति मात्र होइन, म केही कुरा थप्दै गर्दाखेरि समय छैन। प्रभु येशू जो 6औँ स्थानमा भन्नुभयो उहाँले होइन, 6औँ स्थानमा आएर पापीको गोडा धुनुभयो। पत्रुस कहाँ उठ्यो त होइन, पत्रुस के थियो, पत्रुस धर्मी थियो त, कतिचोटि त पत्रुसले इन्कार थियो। जब पास्टर केही पनि हामीलाई पढाउनु भएको थियो होइन, ती पापी थियो। अन्तिम भोज पत्रुससँग लिँदै गर्दा गालिलबाट त्यतिखेर चप्पल जुत्ता कहाँ ब्रान्डेड थियो त होइन, थिएन नि। गालिलबाट हिँडेर आएका पत्रुसको खुट्टा कसले छ्याप्पै पक्रेर धुनुभयो? कसले? प्रभु येशूले। अहिले त हामी प्रभुभोज गर्छौँ, प्रभुभोज गर्दा पनि युथहरूलाई म भन्छु अलिकति राम्रो राम्रो साथी मात्रै नरोज्नुहोस्, तपाईँ अलिक बनाउने भयो भने तपाईँले त्यहाँ गर्नुहोस्। प्रभु येशूले त त्यस्तो कुरा पक्रिनु। यसको मतलब हामीले के बुझ्छौँ भन्दाखेरि हामी संसारमा रहँदा मान सम्मान होइन, हामी त सेवकको रूपमा हामी बोलाएका हौँ। तपाईँ म सेवक हुनुपर्छ। भलै तपाईँहरू पछि गएर कोही डक्टर बन्नुहोला, कोही पास्टर त बिचरा सेवक नै होला होइन, यति हुन्छ होइन। तपाईँले हामीलाई नि उदाहरण हेर्नु सक्नुहुन्छ होइन। तर तपाईँ डक्टर बन्नुहोला, तपाईँ इन्जिनियर बन्नुहोला, पाइलट बन्नुहोला, तपाईँ अफिसर ठुल्ठुलो बन्नुहोला, तपाईँले यो नठानुहोस् कि मलाई कसैले मान गरोस्। यदि तपाईँले मान खोज्नुभयो भने त तपाईँ असल सेवक हुनुहुन्न। भोलि गएर तपाईँ एकजना, म देख्छु धेरैजना डक्टर देख्छु, धेरैजना इन्जिनियर देख्छु, धेरैजना अफिसरहरू हुनुहुन्छ तपाईँहरू जवानहरू। तपाईँहरूले डक्टर है, म त डक्टर हो भनेर अलिकति हुन्छ नि, संसारको डक्टरहरू तपाईँ देख्नुभयो भने कति डक्टरहरूको एटिट्युड भन्छ नि, राम्रोसँग बोल्दैनन् है, राम्रोसँग। तपाईँ जवानहरूलाई म के उत्साह गर्छु भने तपाईँ त्यस्तो डक्टर नबन्नुहोस्। अफिसर, गभर्मेन्टको अफिसरहरू बोल्दैनन्, तर तपाईँ त्यस्तो नहुनु। किनभने हामीले ज्ञान बुद्धि कहाँबाट प्राप्त गर्छौँ? हामी बाइबलबाट प्राप्त गर्छौँ। प्रभु परमेश्वरलाई हेर्छौँ हामी, जो चाहिँ परमेश्वर उच्च स्थानको होइन, उहाँ एक्लौटे पुत्र वैभव त्यागेर यो संसारमा सेवा गर्न लाग्नु। तपाईँ डक्टर हुनु भने सेवा गर्नुहोस्, गरिबसँग बोल्नुहोस्,
सानाभन्दा सानोसँग तपाईँ के गर्नुहोस्, प्रेम गर्नुहोस्। अब यो पाठले यही सिकाउँदै अब हामी अन्तिम पाठमा जाउँ, विवाहको पाठमा जाउँ। हामीसँग समय छैन, 5 मिनटमा हामी सबै खतम गर्छौँ सक्छौँ र विवाहको पाठ चाहिँ हाम्रो पास्टर आशिषले हामीलाई फेरि व्याख्या गरिदिनुहुन्छ।